आज हामीले सम्पूर्ण श्रोताहरूको प्रश्नहरू लिनेछौँ र त्यो उहाँहरूले सोध्नुभएको उत्तरहरू मैले दिने इच्छा राखेको छु। यो शनिबारको साहित्यको बारेमा यसो जानकारी पाउनु पाएको छ हुन्थ्यो गुरु। शनिबारको बारेमा साहित्य खासै राम्रो चाहिँ मानिँदैन। किन भन्दाखेरिमा संसारभरिमा जति पनि हाम्रा धर्मग्रन्थहरू इतिहासहरू छन्, जति पनि हाम्रा पुराणहरू ज्योतिषहरू बनेका छन्, तिनीहरू मध्येमा शनिबारलाई खासै राम्रो मानिँदैन। तर कहिलेकाहीँ जागिरको सिलसिलामा, कामको सिलसिलामा नगई नहुने स्थानहरूमा तुरुन्त हामी जानको लागि नवग्रह देवतासँग अनुमति मागेर उही दिन पुगिने स्थानमा हामी भने जानुपर्ने अवस्था हुन सक्छ। मैले यहाँसँग के प्रश्न राख्न चाहेँ भने शनिबारको जन्म कस्तो हुन्छ भनेर। शनिबारको जन्मको बारेमा यहाँले सोध्नुभयो। वास्तवमा शनिबार जन्मनै नहुने बार त होइन, तैपनि अरू बारहरूको तुलनामा शनिबार जन्मनुलाई त्यति राम्रो खासै मानिँदैन। त शनिबार शनि भगवानको चाहिँ दिन भएको हुनाले शनिबार जन्मने मान्छेहरूमा शनि ग्रह बलवान हुन्छ र उनीहरू सुरा, वीर, पराक्रमी र लामो आयु भएका हुन्छन्। र यद्यपि उनीहरूमा विभिन्न तनावहरू, सङ्कट भने आउन सक्छ। त्यसले गर्दाखेरिमा अन्य बारहरूको तुलनामा शनिबारलाई खासै राम्रो चाहिँ मानिँदैन। शनिबार सामान किन्न हुन्छ कि हुन्न, सामान किने कुन सामान किन्नलाई राम्रो हुन्छ भनेर गुरुसित जिज्ञासा राखेँ मैले। वास्तवमा यहाँले सोध्नुभएको शनिबार कुन कुन सामान किन्न हुन्छ र कुन कुन किन्न हुन्न भन्ने बारेमा यहाँलाई म यो सुझाव दिन चाहन्छु कि शनिबार मुख्यतया हामीले किन्नै नहुने सामानहरू थुप्रै छन् र शनिबार घरमा चाहिने नुनहरू, आटाहरू, चामलहरू, अरू सम्पूर्ण जति पनि सामानहरू छन् तिनलाई खासै किनेर घर ल्याउन राम्रो मानिँदैन। र यदि नकिने नहुने सामान हो या दान दिनुपर्ने सामान हो भने हामीले त्यो दिन किन्न सक्छौँ। र मुख्य रूपमा यहाँलाई सुझाव दिनुपर्दा शनिबार आफ्नो घरमा चाहिने कुनै पनि सामान नकिन्नुको लागि म सुझाव गर्छु। र यदि घरमा परिस्थिति बेग्लै छ, तुरुन्त नल्याइ नहुने अथवा ल्याएर खानुपर्ने अवस्था हो अथवा तुरुन्त दिनुपर्ने अवस्था छ, हामीसँग त्यो सामान छैन भने मात्रै हामीले त्यो सामान शनिबार किनेर तुरुन्त उपयोग गर्नको लागि या चाहिँ हामीले प्रयोग गर्नको लागि या कसैलाई दान दिनको लागि मात्रै शनिबार हामीले सामानहरू किन्न सक्छौँ। र सामानहरू किन्नको लागि हामीले अन्य शनिबार बाहेकका दिनहरू किन्दाखेरिमा हाम्रो आरोग्य त दीर्घायु, हाम्रो चाहिँ त्यो चाहिँ सामानबाट हामीलाई उपयोग प्राप्त हुने चाहिँ सुविधा ऊहरू, त्यसबाट आउने ऊर्जाहरू, सकारात्मक प्रभावहरू बढी हुने हुनाले शनिबार हामी नकिन्नेको चाहिँ यो अर्थ रहेको हो। त्यसले गर्दा शनिबार नकिनेर अन्य दिनमा किनेर ती सामानबाट बढीभन्दा बढी हामीले फाइदा लिनु आवश्यक मैले ठान्दछु। यहाँको प्रश्न शनिबार घर नयाँ घरमा सर्न हुन्छ कि हुन्न भन्ने बारेमा सोध्नुभयो। र मलाई लाग्छ शनिबार कुनै पनि घरमा नयाँ घरमा सर्न चाहिँ राम्रो मानिँदैन। नयाँ घरमा सर्नको लागि राम्रो तिथि र बुधबार परेको अथवा सोमबार परेको अथवा अन्य बारहरूमा राम्रो मानिन्छ। र यसको लागि विजयदशमीको नवमी तिथिहरू राम्रो मानिन्छ। त्यस्तै गरेर अन्य अक्षय तृतीयाको दिनहरू नयाँ घरमा सर्नको लागि राम्रो मानिन्छ। र अन्य यो वर्षभरिमा आउने विभिन्न भगवानका चाडपर्वहरूमा पर्ने विशेष तिथि, विशेष समय, विशेष बार र त्यो समयमा नवग्रहहरू एक चाहिँ मुष्ट भएर अति बलवान भएको समयमा नयाँ घरमा सर्नाले त्यो व्यक्ति र त्यो परिवारले सुख, शान्ति, समृद्धि प्राप्त गर्न सक्छ। यसले गर्दाखेरिमा म नयाँ घरमा सर्नको लागि यहाँलाई सुझाव गर्न चाहन्न र अन्य दिनहरूमा अन्य नयाँ साहित्यहरू आएर सर्नको लागि सुझाव गर्दछु।